नमस्कार सबैजनालाई। आज निर्जला एकादशीमा चाहिँ व्रत बस्यो भने पुण्य मिल्छ भन्ने एउटा आस्था विश्वास रहेको छ। म पनि व्रत बसेको छु, हजुरहरू पनि व्रत बस्नुहोस् है। निर्जला एकादशीको चाहिँ सम्पूर्णमा शुभकामना। म आज एउटा सानो भ्लग लिएर आएकी छु। मेरो दिनको सुरुवात चाहिँ चियाबाटै हुने गर्छ। म मिठो चियाका साथ आफ्नो दैनिकी सुरु गर्छु। बुवा आमा र मेरो बुढो कालो चिया खानुहुन्छ। मैले कालो चिया बनाएर दिइसकेँ। त्यसपछि म दुधको चिया खाँदैछु। अनि म कपडा भिजाइदिन्छु एकछिन। कपडा एकछिन भिजाइसकेपछि 1-1.5 घन्टा राखेर म नानीहरूलाई स्कुल जानको लागि रेडी गर्छु। मैले स्कुल जानको लागि रेडी गरेको भिडियो चाहिँ बनाउन भ्याइनँ, किनभने 3 जना हुनुहुन्छ। मैले रेडी बनाउन मलाई गाह्रै हुन्छ के, त्यही भएर मैले भ्याइनँ। त्यसपछि मैले 3 जनालाई खाना खुवाइहरी रेडी बनाएर स्कुल पठाएर श्रीमानलाई पनि खाना खुवाएर काममा पठाएर अनि कपडा धोएर अनि सुकाउँछु। म कपडा धोएर सुकाउँछु। यसरी नै म मेरा कामहरू दिनदिनै गरिरहेको हुन्छु। यो मेरो घरयासी काम दैनिकी जस्तै हो। कपडा धुने, लुगा धुने, घर सफा राख्ने काम चाहिँ मेरो दैनिकी नै हो। आज निर्जला एकादशी भएको भएर चाहिँ बुवा आमाले खानामा ढेँडो खानी भन्नुभयो, अनि म ढेँडो बनाउँदैछु। अनि त्यसपछि बुवा आमा ढेँडो खानी भनेर आइसक्नुभयो। मैले ढेँडो बर्साइदिन हालेको छु। अनि एकछिनमा मैले ढेँडो बनाइदिन्छु बुवा आमालाई। अनि बुवा आमा खानुहुन्छ मिठरी। अनि त्यसपछि आज मेरो ठुलो छोरीले चाहिँ मलाई मम्मी मलाई हलुवा दिनुहोस् है भन्नुभएको थियो। त्यही भएर खाजामा चाहिँ मैले आज हलुवा बनाइदिन आँटेको छु। त्यसपछि मैले बुवा आमालाई खाना खुवाएर भाँडा चुलो चौको सकेर फेरि हलुवा बसाल्छु। सुजी पकाएर हलुवा बनाएर रेडी बनाएर म नानी बाबुहरूलाई स्कुलसम्म पुर्याउनको लागि जान्छु। साइकलमा जान्छु म। बाटामा जाँदा थोरै सरर खिच्दिएँ, हेर्नुहोस्। त्यसपछि म फर्कदा माइत पुग्छु मम्मीलाई भेट्न। माइत पुगेको बेलामा त्यहाँ मेरो पहाडबाट एउटा दिदी आउनुभएको रहेछ। अनि दिदीसँग पनि भेट हुन्छ। अनि मैले चिया बनाएर खान दिन्छु। दिदीले कति मजाकी बहिनी भन्दै हुनुहुन्थ्यो। अनि मैले थ्याङ्क यू दिदी भने। त्यसपछि रोटी खाजा खानी हाम्रो कुरो भयो। अनि मैले रोटी र बोडीको मकै बनाएँ, बोडीको बनाएँ के, तरकारी बनाएँ। त्यसपछि मैले मिठो खाजा खान दिएँ। अनि म चाहिँ घर फर्किनु पर्ने थियो, त्यसैले फर्किएँ। हेलो बाई बाई।